Hi guys, welcome back to Success World. आज मैले कति पछि भिडियो बनाउन सुरु गरेको किनभने एक हप्तादेखि के भइरहेको थियो अनि मैले भिडियो बनाउन पाएको थिएन, मुडै थिएन कि भिडियो बनाउने। अनि मैले आज के गर्छु मलाई थाहा छैन, तर केही न केही चाहिँ गर्छु। यो भिडियोमा मैले के गर्ने बेला छु त्यो पनि मलाई थाहा छैन। जस आज मेरो डे अफ हो के, अनि केही त गर्नु पर्यो, अल्छी लागिरहेको थियो कि, अनि त्यही भएर मैले भिडियो बनाउन सुरु गरेँ। अस्ति नै मैले मेरो युनि हुँदाखेरि मैले त्यो भिडियो चाहिँ बनाएको थिएँ, तर मलाई एडिट गर्न च्याउ लागिरहेको थियो अनि टाइम पनि थिएन, अनि मैले त्यही भएर एडिट गरेर पोस्ट गर्नु बाँकी छ। त्यो चाहिँ यो भ्लग पछिमा हाल्छु त्यो भिडियो। सो बिफोर वाचिङ माई भिडियो, लाइक, शेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल। आज होइन मेरो चाहिँ काम थिएन के, छैन काम मेरो, अनि मेरो साथीको चाहिँ काम थियो, अनि त्यो गई बिहानै उठेर गई। अनि सबै है कस्तो जागर चल्छ कि त्यसलाई त आमामा काम गर्न कस्तो सक्यो होला। बिहानै उठेर सबै रुम मिलाएर होइन मलाई यो खाऊ त्यो खाऊ भने यस्तो केयरिङ चाहिँ हुनुपर्छ है। यो खाऊ, यो त्यहाँ छ त्यो त्यहाँ छ भनेर सबै सम्झाएर गएँ होइन। म चाहिँ निन्द्रामा थिएँ, मैले केही थाहा पाइनँ, तर त्यो जाने बित्तिकै मेरो निन्द्रा खुलो। अनि म कहिले यो 8-9 बजे त कहिले उठ्ने मान्छे होइन, तर आज म 7:30 बजे उठेको थिएँ कि। अनि अहिले चाहिँ ठ्याक्क 9 बज्दैछ। अनि म आज भरदिन के गर्छु म देखाउँछु ल, भन्न त म केही गर्दिनँ, म सुतेर बस्छु। तर पनि आई वान्ट टु रेकर्ड टुडे, मेरो आजको दिन। त्यही भएर अनि कति भइसकेको थियो कि भिडियो नबनाएको, मलाई कस्तो लागिसकेको थियो। त्यही भएर अब आइएम ब्याक। मैले त्यो गएको एक हप्तामा के गरेँ म भने चाहिँ मैले रुम सिफ्ट गरेँ कि, यस्तो झ्या हुन्छ रुम सिफ्ट गर्न। रुम सिफ्ट गरेँ तर गतिलो रुममा अझै आएको छैन होइन। नेक्स्ट मन्थ फेरि सिफ्ट गर्छु। लिटरली होइन, घरबाट आएदेखि लाइक लिटरलवाला होमलेस भएको छु कि। कहिले यहाँ कहिले त्यहाँ। म युके आएदेखि कति 4-5 महिना भयो म युके आएको। मैले 4-5वटा रुम चेन्ज गरिसकेँ। जिनियस साक्षी। यस्तै चल्दैछ क्या मेरो जिन्दगी आजकल। लगेज बाँध्यो, यता हिँड्यो, फेरि त्यो रुममा 10 दिन बस्यो, फेरि त्यता हिँड्यो, फेरि त्यहाँ 20 दिन बस्यो, फेरि त्यता हिँड्यो, फेरि उता 1 महिना बस्यो, फेरि यता हिँड्यो। यस्तै चल्दैछ। जे भए पनि होइन, हामीले रुम सिफ्ट गऱ्यौँ। अनि हिजो हाम्रो युनि थियो। हिजो हामी लाइक लिटरली 2 दिनदेखि हामी त्यही गर्दैछौँ कि 9 बजे जान्छौँ, 11 बजे फर्किन्छौँ। बाल मतलब छैन युनिको, यहाँ के पढ्नु के गर्नु केही थाहा छैन। जस गयो आयो त्यति चलिरहेको छ युनिमा पनि। म बोलेको देखेर सबै तर्छ होला कि कति जोडले बोलिरहेको छु। जे भए पनि म बोल्छु होइन, मलाई अरूदेखि के मतलब। सरी। अनि यु नो द बेस्ट पार्ट के हो, हाम्रो लाइक युनिको यस्तो भएको छ कि म कति 5 महिना भयो आएको होइन। हाम्रो 1 इयरमा लाइक 4टा मोड्युल हुन्छ। अनि यो हाम्रो 3rd मोड्युल चल्दैछ कि। अनि एभ्री मोड्युल 6 विकको हुन्छ। 6 विक कसरी बित्छ थाहा नै हुँदैन, किनभने विकमा 2टा क्लास मात्रै हुन्छ। भनेपछि 6 विकमा 12वटा क्लास हुने भए हामी गएको भने चाहिँ 10वटा 4-5वटा क्लास गयौँ होला हामी त। अनि है एभ्री 6 विक पछि लाइक त्यो टाइममा त म फर्स्ट टाइम आउँदाखेरि त क्रिसमस थियो, 1 मन्थकै छुट्टी भएको थियो होइन। अनि यो सेकेन्ड मोड्युल सकिँदाखेरि पनि 6 विकमा त मोड्युल सक्यो, फेरि 2 हप्ताको छुट्टी। यो मेरो 3rd मोड्युल चल्दैछ। अब नेक्स्ट थर्सडे मेरो 3rd मोड्युल सकिन्छ। मन्डे प्रेजेन्टेसनहरू असाइनमेन्टहरू सबै कम्प्लिट भएर, अनि थर्सडे त हामी जाने होइन किनभने हाम्रो सकिन्छ मन्डे नै। अनि थर्सडेबाट त्यो यहाँ इस्टर स्टार्ट हुन्छ कि। अनि त्यसपछि इस्टर स्टार्ट भएपछि हाम्रो फेरि 2 हप्ताको छुट्टी छ। अनि हाम्रो यो इयरको लास्ट मोड्युल बाँकी हुन्छ, त्यो पनि 6 हप्ताको हुन्छ। तर हामी जाने भनेको 4-5 दिन होला कलेज त। अनि होइन मेरो यो 1 वर्ष कसरी कट्योमा थाहा छैन। मेरो फर्स्ट इयर सकिन लागिसक्यो होइन। अब त्यो लास्ट मोड्युल पनि 6 हप्ताको हुन्छ। 6 हप्तामा हामी 4-5 दिन कलेज जाने होला, म्याक्सिमम् ल 10 दिन जाउँला होइन। तर त्यो गएको थाहा नै हुँदैन कि एभ्री विक 1 दिन मात्र 2 दिन मात्र त जाने हो। अनि त्यसपछि 5 महिनाको छुट्टी छ गाइज। 5 महिनाको छुट्टी छ कि। फर्स्ट इयर सक्यो अनि त्यसपछि फेरि सेकेन्ड इयर। मेरो 3 साल कसरी बित्छ मलाई थाहा छैन, बित्छ कि छिटै बित्छ जे होस्। अनि छुट्टीमा घुम्न जानुपर्छ भनेर भन्ने हो। तर है यहाँ यस्तो खतरा थियो कि स्ट्रिटहरूमा पुरा चेरी ब्लुमहरू। अनि म घुम्न जाने भनेको है
आज घुम्न जानु भनेको आज साथीको छुट्टी थिएन, अर्को साथीसँग जानु भनेको त्यसको पनि छुट्टी थिएन। अनि म घर बसेँ एक्लै, अरू मान्छेसँग मलाई जानु मन लाग्दैन किनभने मेरो टर्मै मिल्दैन के कस्तो छुच्ची छु नि म, त्यही भएर। अनि युके आएर स्नोफलमा भिडियो बनाउने सपना मेरो चकनाचुर भयो, मैले त्यो पनि बनाइनँ किनभने स्नोफलै भएन के त्यस्तो राम्रोसँग। राति भएको थियो, म सुतेको थिएँ, बिहान उठ्दाखेरि स्नो नै थिएन। अनि के अरे अब यो चेरी ब्लुमवाला त्यो पिक्चरहरू खिच्ने पुरा एस्थेटिक फोटो खिच्नेवाला होइन थियो, त्यो पनि त्यो फुलपात सब झर्न लागिसक्यो। मैले केही यो सपना पनि मेरो अब नेक्स्ट इयर कम्प्लिट हुन्छ जस्तो छ, थाहा छैन मलाई। समरबाट विन्टर आउन लागिसक्यो होइन। यस्तो कहाँ घुम्न जाऊँ हुन्छ, तर कहाँ जानु, कोसँग जानु होइन। एक दिन छुट्टी हुन्छ, त्यो छुट्टीमा रेस्ट गर्न मन लाग्छ के, घर बस्न मन लाग्छ, बाहिर निस्किन मन लाग्दैन। जे भए पनि यो थिएन कन्टेक्स्ट। म के भिडियो बनाइरहेको छु, म के भिडियो बनाइरहेको छु। आज मैले मेरो साथीलाई भनेको छु कि तिमी काममा छौ, आज मैले दिन के गरेँ भनेर म तिमीलाई रेकर्ड गरेर देखाउँछु भनेर। मलाई थाहा छ म सुत्ने हो जे भए पनि होइन। ऊ राति आउँदाखेरि 8-9 बज्छ रातिको। अनि त्यसपछि लिटरली हामीले लाइक सँगै बसेकै छैन कि, हामी सँगै बस्छौँ तर सँगै बसेको छैन। अब उसको आज काम थियो, भोलि पर्सि मेरो काम छ, यस्तै चल्दैछ। अनि त्यसपछि अब ऊ 8-9 बजे आउँछ, त्यही भएर म 4-5 बजेतिर खाना पकाउन जान्छु, सो द्याट ऊ आउँदाखेरि सबै ठिक्क होस् के। सो यु नो द बेस्ट पार्ट, हामी नेक्स्ट मन्थ होइन, अब यो 20-25 दिन बसेर हामी नेक्स्ट मन्थ फेरि अरू ठाउँ टापुने भनेको छ हामीलाई होइन। हामीलाई कहीँ पनि बास हुँदैन कि होइन। लाइक कुनै पनि घरमा गयो भने हामीलाई 1 महिनाभन्दा बढी राख्ने, म्याक्सिमम् राख्यो 2 महिना हो, त्योभन्दा बढी राख्दैन कि। किनभने हामी दुईजना मिलेपछि त्यो पनि म जस्तै छ, म पनि त्यो जस्तै छु। यस्तो हल्ला गर्ने झन् दुइटै मिल्यो भने त हल्ला प्रोम्याक्स हुन्छ। त्यही भएर हामीलाई घरबेटी नभएको घर चाहियो, जुन कि पाउनु साह्रै गाह्रो छ होइन। पायो भने भनिदिनु ल। सो आजदेखि आई विल ट्राई टु स्पिक इन इङ्ग्लिस भनेर भन्छु, तर मलाई मबाट बोल्न आउँदैन, क्यामेरा अगाडि इङ्ग्लिस बोल्न आउँदैन, इङ्ग्लिस बोल्न आउँदैन, जे भए पनि क्यामेरा अगाडि झन् बोल्न आउँदैन। बट अल्सो आई विल ट्राई टु स्पिक इन इङ्ग्लिस बिकज आइ एम इन लन्डन। अहिलेको लागि मेरो यति ऱ्यान्ट हो। अब म भर दिन के गर्छु मलाई थाहा छैन। गरेँ भने देखाउला, गरेन भने म यहीँ भिडियो पोस्ट गर्छु। जे भए पनि आज म भिडियो चाहिँ जसरी भए पनि पोस्ट गर्नु छ। हाई। सो होइन, म भर्खर 11:30 बज्दैछ कि, मैले खाना पनि खाइसकेँ, मैले सबै थोक गरिसकेँ। मलाई कस्तो अल्छी लागिरहेछ, लिटरली पुरा दिन बाँकी छ के। मलाई निन्द्रा नि लागिरहेको छैन। मैले छुटाएको जति सबै सिरियल सिरिज जे थियो सबै हेरिसकेँ। के गर्नु अब, मैले खाइ पनि सकेँ, मैले सब थोक गरिसकेँ के। 2 घन्टामा मैले सबै गरिसकेँ। म के गर्नु, मलाई यस्तो अल्छी लागिरहेछ। छुट्टी हुनु नि अलि बेकारै काम रहेछ, इफ कहीँ जानु परेको छैन भने त। सो होइन, अब 2 बज्न लाग्यो, 2 बजेको पनि छैन। म बिचमा के गरेँ थाहा छ, म लाइभ गएँ, म साथीहरूसँग बोलेँ, पहिलाको साथीहरूसँग, तिनीहरूसँग नि गफ गरेँ। अब मेरो एनर्जी गइसक्यो। अब म केही गर्दिनँ, अब म सुत्छु, 2 घन्टा जति म सुत्छु। अनि मेरो साथी आउने बेला हुन्छ, हुन त त्यो राति आउने हो, त्यही पनि अब म खाना पकाउँछु किनभने मलाई अल्छी लागिरहेछ। के गरिनँ कि मैले, मलाई कस्तो अल्छी लागिरहेको छ भने किन मेरो छुट्टी हुन्छ। एक दिन म यस्तो छ, 4-5 दिन म यतिकै भयो भने त म डिप्रेसनमा पुग्छु साँच्चै। जे भए पनि यही थियो मेरो ऱ्यान्ट। अब म यही भिडियो पोस्ट गर्छु किनभने अब बाँकीको दिनमा मैले के गर्नेवाला छैन मलाई थाहा छ। द्याट्स वाइ। बाई। ओके, बाई। म सुत्ने हो क्या अब। लाइक, सेयर एन्ड सब्सक्राइब माई युट्युब च्यानल। आई नो यस्तो भिडियो हेरेर त कसले सब्सक्राइब गर्छ, तर पनि थोरै माया गर्दै के हुँदैन। बाई।